यो सबै चान्चुन र जम्माजम्मी गरेर 50 लाख रहेछ झके। ए हो ल यो चान्चुन चाहिँ म राख्छु बरु। हात नबढ न अगाडि, चमडाको हात फ्याट्टा फ्याट्टा अगाडि नबढ न। त्यही त। तेरो त्यो होटेलको भएको जग्गाको कति अरे पैसा? बैना 5 जति दिइसक्यो, त्यही 18 छोड्दे कि त्यो कुरा अहिले। यो पहिला सब यो मिला न। धेरै नबोल न, यो खुद्रा पैसा राख, तँलाई होटेलमा काम राख्छ। अनि 10 यसलाई छुट्याइदे। 10 दिन दिने देन अब। ल अब यसको जग्गाको यसको होटेलको त्यो चाहिँ हामीले किन दिनु नि? हामी चाहिँ हो भने किन हाम्रो भागबाट दिनु पैसा यार यसलाई? तँहरू किन बोल्छस् फेरि? त्यही त। घिचेकोले थिचेकोहरू के को त्यही त बुझ्नु छैन। यत्रो वर्ष भइसक्यो यसको घरमा गएर होटेलमा गएर खाएको बसेको घिचेको तिर्नु पर्दैन? आज भोलि उहाँ बाउले त छोरासँग होटेलमा खाएको पैसा माग्छ। अहिलेसम्म यसले र भाउजूले पैसा मागेको छ। हामी बसेले गर्दा अरू पनि आउँदैन। नचाइन कुरा गर्छ। लु अब यो सबैजनालाई बराबर गरेर बाँड, 5 जनालाई, यसलाई पनि बाँड। यो 40 लाखको पनि फेरि बराबर बाँड्ने। कति हुन्छ? 8-8 लाख हुन्छ। कति अरे? 8-8 लाख पुग्छ। लु बाँड, 8-8 लाख। ला तेरो 8 लाख। ला दुखी तँलाई नै 8 लाख। अनुहार नेउरो नबना। ला कोरेन ला तँलाई पनि। अब यहाँबाट 2 लाख झकेर ला झके तँलाई पनि। ल धेरै अनुहार नेउरो बनाउने होइन। अब 2 लाख छुट्या त। 2 लाख 2 लाख तिम्रो राख, 6 लाख यता दे। अब यो चाहिँ के को लागि नि फेरि? त्यही त। जे को लागि भए पनि दे न। अब मैले दे भनेपछि दे न, त पनि दे। 6 लाख यहाँ अगाडि राख। होला नि त काम, यहाँ काम हुँदैन। तिमीहरूको मात्रै जिन्दगी। तैँले भनेको जे पनि मान्नुपर्ने हामीले चाहिँ। मान्दैनस् त? ल ओइ ल्याउ न। हाल्दिनँ म। के भनेर हाल्दैनस् हौ त? पहिला कारण भन अनि बल्ल हाल्छु। कारण सबै कारण भन्नुपर्छ भन्ने छ? के कारणले संसारमा आएको? दिदिनँ म। अहिले न भन्छु। दे यत्रो दुःख गरिरहेको सबैको भागमा बराबर हुनु पर्यो नि यार। तिमीहरू 2 जना चाहिँ लोडेड, हाम्रो भागमा चाहिँ जम्मा अब 2 रहे भनेपछि मान भनेको। दिन्न म। धेरै कुरा कारण बन्न किन चाहियो? त दे ले। कारण तँलाई पछि बनाउला यहाँले। दे धेरै लाग्ने न कारण बन। त्यस्तो कारण केही छैन। कस्तो गर्छ यार यो? ए देन त के हो यार? 2 जना मात्र लोडेड भएको देख्दैनस् त्यहाँ? तँले न यहाँ दिँदैन त अब खुरुक्क लाएर। अब दे भने बढी ल्याङ नगर्न। हेर अब दिन कुरा पहिला क्लियर गर है। काम हुनुहुँदाखेरि क्लियर गर कि कसको भागमा कति पैसा पर्ने हो। सधैँ यसरी कहाँ हुन्छ यार? हामी 3 जना हातमा चाहिँ के हो त्यही त भनेको यार। 2 जना चाहिँ ब्याग झोलाभरि यार यस्तो लोडेड। हल्ला नगर। ओइ खप्साइ क्या? ए खोल्दे जा। डढाइ बस्छ बिना पत्तामा। तपाईलाई कसले यतिखेर यहाँ आउनु भन्यो? कोही मान्छे आयो भने? मैले बोलाएको। के खानु ल्याङ गर्छस् ढोकामा? यता बोला, कन्ना फेरे बाउ। भन्छ के तैँले मलाई किन बोलाइस्? तैँले भनेर मात्र आएको। हेर मलाई मान्छेले देख्यो भने मार्छ। हाउ मार्दैन हो बाउ। अब कसले मार्छ? अबदेखि बाउ झ्यालबाट राति 2 बजे आउने होइन, ढोकाबाट आउने, शिर ठाडो पारेर। हामी छौँ नि हौ छोराहरू। यो सबै छोराहरूको तर्फबाट बाउलाई यो कसको ऋण तिर्नु पर्ने थियो तिनीहरूको अनुहारमा लगेर हानिदिनु। यो बिटाले नाक्री फुट्ने गरी। बुझ्नुभयो? जहाँबाट जे गरेर जसै गरेर ल्याएको भए पनि, पापै गरेको भए पनि पाप पहिला हामीलाई लाग्छ, बाउलाई लाग्दैन। ल अब आफू त टुरो, बाउको अनुहारै देखिएन, न त बाउको फोटै देखियो। बाउ भने कि तिम्रै अनुहार आउँछ आँखामा झलझल। अनि बाउको त्यो शिर
निहुराएर हिँडेको त देख्नै सकिँदैन के भएको जे भए पनि छोरा हो नि त बाउ भनिहाल्यो ल भोलि गएर सबैको अनुहारमा पैसा फालिदिनु अझै आँसु पो आयो क्या हो बाउ बाउ भनेको बाउले त आशीर्वाद पो दिने त हात जोड्ने हो त आशीर्वाद दिनु पाप लाग्छ हौ हात जोड्यो भने सरी यार